बच्चालाई चाहिँ अर्पण गर्नलाई प्रार्थना है त आउनुहोस् है त सबैले सिक्नुहोस् कोही पनि आँखा खुल्ला नराख्नु छ नि आँखा खुल्ला गर्नुपर्ने तपाईँलाई अप्ठ्यारो हुन्छ नि फेरि सबै आँखा छिटिनु सबैबाट परमेश्वर पिता हामी तपाईँलाई फेरि धन्यवाद गर्दछौँ तपाईँ परमेश्वरले प्रभु आज इसानीपछि यो सानो विशेषमा हेर्नलाई प्रभु तपाईँको प्रभु मुहार तपाईँको प्रभु शक्ति तपाईँको समक प्रभु तपाईँले दिनुभयो अनि उसलाई परमेश्वरमा गन्ती छ अध्यायको परमेश्वरमा सबै पदलाई दाबी गरेर माग्दछु यो नानीको चेहरा तपाईँको चेहरा बन्न सकेको यो नानीको आत्मा तपाईँ परमेश्वरको सत्यताको आत्मा बन्न सकेको होस् यो नानीको शरीर तपाईँ परमेश्वरको पवित्र शरीर बन्न सकेको होस् हे प्रभु म तपाईँ परमेश्वरसँग आज प्रभु प्रार्थना गर्दै तपाईँको चरणमा तपाईँको शरणमा प्रभु जसरी बालकलाई मेरो साथमा लिएर आऊ भन्नुभएको छ र म यो बच्चीलाई आज 8औं दिनको दिन तपाईँ परमेश्वरको प्रभु चरणमा तपाईँमा अर्पण गर्दैछु र तपाईँलाई धन्यवाद रहन्छु धन्यवाद छ सबै कुरालाई प्रभु तपाईँको जीवनमा प्रभु उसलाई बढ्नमा हुर्कनमा अनि परमेश्वरको महान कार्यहरू गर्नमा तपाईँ परमेश्वरले प्रभु उसलाई दिन प्रतिदिन आत्मामा हुर्काउँदै लानुहोस् प्रभु मानसिकतामा हुर्काउँदै लानुहोस् सबै कुराहरूमा तपाईँ परमेश्वरले प्रभु अगाडि बढाउँदै लैजानु भएको बच्चीले पाउनुपर्ने प्रभु सम्पूर्ण अधिकारहरू प्रभु तपाईँ परमेश्वरको हातमा छ र उहाँहरू प्रभु तपाईँ परमेश्वरले उहाँ यो बच्चीको आमा बाबा बाजे बजुलाई प्रभु तपाईँ परमेश्वरको अधिकार दिनुहोस् ताकि उनले पाउनुपर्ने नैसर्गिक अधिकारहरू पनि प्रभु तपाईँ परमेश्वरकै माध्यमद्वारा प्रभु यो बच्चीले पाउन सकेको होस् धन्यवाद छ पवित्र परमेश्वरको तपाईलाई धन्यवाद दिँदै सबै कुरा तपाईँ परमेश्वरको हातमा राख्दछु छु र प्रभु तपाईँ परमेश्वरकै चरणमा इसानी बच्चीलाई अर्पण गर्दै तपाईँलाई धन्यवाद चढाउँछु र आशिष माग्छु यीशुको नाममा आमेन।